ल ल ल बाछीलाई दिउँ भने के हाँसी छ भने दिनु त हाँसी दिनु हाँसी त्यसो त्यहाँ आँगनतिर झार छ भने कसैको अहिले अहिले आउँदैछु छिराउला खोइपा खान्छस् रे खोइपा अनि यो खानुहुन्छ हुन्न भनेको यो मोखो होइन त मोखो होइन मोखो यो खाना आजकल खान्न है कसैले नि भाल्यो कि पोथ्यो अब अचाजी भालेर पनि चिन्नु पर्छ खोलेर त्यहाँ फुपूलाई यहाँ आज सुन्नु पर्दैन खाट्यो भने गाडी छैन हामी घाँटीसम्म राखेर आएको ल अहिले म घर पुगेर कल गर्छु मैले 30 रुपियाँ राखेँ ठिक आजको मात्रै दिएँ कि पैसा 500 रुपियाँ दिएँ 500 रुपियाँ बसी
अब भर्खरै आयो रिला लोगो रिला है जीवन रिला के यो के त हो नि अमरको यो माथि के छ होला हुन त फर्निचरलाई पनि त भएको नि भाइको ड्युटी इभिनिङ सिफ्ट होला नि खोइ अब सर आउनु है खस्नु त ढुङ्गा खस्नु लागिसकेको छ धारा पनि डोडाले बाबा हेर त धारा धरी यस्तो भयो कति सक्दैन बाबा बिस्तारै आउनु है नास्पाती त फलिरहेको रहेछ अझै ल यसमा माथिल्लो भइहाल्यो के अरे पछाडि दुलो नि परेछ घरको हाम्रो घरको हात नास्पाती रुख छ के अरे अझै नि यता आउने बाटो चाहिँ अलिकति छोड्छ त्यो हामी सुत्ने ठाउँले हेर्दा यस्तो भयो राम्रो हो यो फलाम त तर फटा त्यो सबै चोरे ए के छोड्दैछ उता ढोका खुल्ला छ बाबा माथिको ढोका त खुल्ला छ त उताको माथिको लगाएको खुल्यो होला चोरहरूले खोलिदियो क्या यतापट्टिको बात काटेर फट्टा ल्याम बाबु भन्नु भयो
भन्यो है त्यसै भन्छ कस्तो खपानी कसरी गरिदिने यार यस्तो गर्नु सम्भवै छैन यो त अस्ति पछि आउँदा चाबी ला हो क्या यस्तो चाबी त यताको त खुल्ला रहेछ गाईहरू नि यहाँ भित्र बस्दो रहेछ पनि चलाएको राति कतिवटा ढल्छ छैन भने डल्लै यादलाई बिचारी ल आजकल हुँदैन के पोले कालु उठा न त्यो भाले पोथी के हो चिन्नु पर्छ कालु यता जुत्ता हाँस ल ठिक छ त के हाँस हान्दा छ कोही हेर्नु पर्छ काम छ होला ल ल ल ल ल त्यो भए त्यो गर्न सम्भव थियो क्या सोचेर ल जानु हिँडेरै जाम भनेर यस्तो गरौँ न त दाइ आउँदाखेरि बाबा खै त बाबा त भोलि बेच्दैन भएर बोलेको सुनेको पहिला गाई गोरुलाई खुलाउँथेँ त्यतिकै खाएन हुन्छ अलिक ठुलो गिलासमा खानु एउटा गिलास छ पार्टी भाडाको यात्रा त धेरै रमाइलो त भयो रमाइलो भयो त्यो तर मलाई त अब दुध पकाएको खिच्न लाग्यो भन्दा सुन्दा सोधेको त म खान्न खान्छु भने सादा भातै खायो अनि भन्दा म खान्छु खान्छु भने अनि
त्यही त उसको एक चम्चा चाहेको त ओहो कस्तो मिठो हो लोकल त्यो टेस्ट आएको थियो सबै खेतबारी त काम खेतको बारी दिदी बेच्दा यति खेत उति उडाट लाग्छ भए पनि अब बाउतिर कस्तो धान हुन्थ्यो अहिले यहाँमा वनमासा छ वनमासा होइन त्यो भन्छ तिमीलाई नि विश्वास लाग्यो यहाँ पनि बाम देख्यो भने ल टटल हेरेन टटल हेरेन त्यो टटल टटल यसकै हो त्यो तल यहाँबाट हो त लाइन पहिला म
पानी यहाँ बग्दै आउँदैन होइन नि अब यताबाट भेट्यो ए कतै डाँडाहरू हुँदैन कतै अनि